हेलो साथी हो, मेरो चाहिँ नयाँ भ्लग हो। म चाहिँ आज सप्ताहको ठाउँमा कलश यात्रा गर्थेँ। सुरुमा कलश लिन जाँदैछु। आज छोरीले सिकाएको यसरी जाँदैछु भगवानको थानमा। ठिकै छ, राम्रै छ। भगवान थान जाँदा मलाई त साडी लाउनु मन लाग्छ, म साडी लाउँछु। ल हेरिदिनुहोस् होला तपाईँहरूले, सब्सक्राइब गर्नुहोस्। अरू त भन्न केही नआउँदैन, बिस्तारै बिस्तारै सिक्छु। सिकेपछि बिस्तारै बिस्तारै जानेपछि पछि अर्को हालौँ। म यहाँ शब्दमा आइपुगेँ साथीहरू। अब कलश लिएर घर जाने। भर्खर यहाँ आइपुगेँ बाँसबारी। गोवर्धन खत्री एउटा गोवर्धन एउटा लगाइदिनु पाए हुन्थ्यो। कालो टिका लगाइदिनु नि जसले लगाइदिनु हुन्छ। कालो टिका चाहिँ यहाँ गुरुले राखा भएर लगाइदिनु पायो। यसलाई लगाइदिनु ठिक छ, भयो है। लाजौँ तपाईँ लाउनु भयो। हाम्रो भान्जाको छोरी एउटा सदस्य यहाँको हो र मित छोरा हाम्रो यहाँको हो, यहाँ वराको हो। ए म त देखिन्छ अस्तिदेखि धेरैचोटि देखिसक्यो है। नचिनेर आमाको अस्ति कलश यात्रामा पनि सँगसँगै गयो। है हो शोभालाई भन्ने दुईटा कलश, मलाई भन्ने एउटा पनि छैन। है। यहाँ अर्ना दिदीको एउटा लग्यो, मैले एउटा लगेँ। कुल्ची छोरा ऊ भइसक्यो नि त च्याच्चा। ओ यसमा हाल्नु ल्याऊ यो अर्नाको है बुवा। जसको होइन दिएर त त्यो 70 रुपियाँ चाहिने झोला किनेको मैले। आमा नि हजुरले हो त। छोटो 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 पहिला छोटो त्यो नि हाल के हाल न म लान्छु त भने लान्न बुझी। हजुरले कहाँ लानुहुन्छ त? बसिरहन्छ त्यहाँ किन बसिरहन्छ हजुरले चाहिँ एउटा झोला भइदिनु न मलाई। प्लास्टिक पुरा त्यस्तै प्लास्टिक खानेकुरा प्रसाद छ ल ए छोरी घरमा लैजा नि दुईटा दिन सर म जान्छु है बिजीसम्म छोरी लिएर है। हस् बिजी ल सधैँ यसरी गर्नुपर्छ है अब है। ल छोरी ल शोभा आऊ ल यस्तो ल हेर्नु। यो हामी त सप्ताहमा आएको। यहाँ प्रसाद खान लागेको छु, त्यो देखाउनु। प्रसाद खान लागेको छु, हजुरहरू पनि आउनुहोस्। पिरेको छैन एउटा छ लिनु। भित्रको खै प्रसाद हाल्न आएको छु गाइस, आउनुहोस्। प्रसाद खान लागेको छु। सप्ताहमा आएको लास्ट दिन प्रसाद हजुरले खानुभयो? होइन हजुर आमा, हजुरलाई बोकाउने त यत्रो के छ हजुर? के छ यहाँ हेर्नु न, 3 चोटि भइसक्यो हामी आएको आज सुत्दा। अब लास्ट त 3 चोटि खाएको रे। 3 चोटि भइसक्यो भने अस्ति कलश यात्रामा अस्ति एक दिन हामी आज लास्ट दिन प्रसाद खान आउँदैछु। रमाइलो भइरहेको छ।
बनाएको अब सक्यो आजबाट सप्ताह प्रसाद खाएँ कलश लिएँ अब जान लाग्यो साथी हो के हो भर्खर मलाई नबोलाइ आएको होइन कहाँ घुमेर आउनु भयो यहाँ बसेर घोडा समातेर घोडा लिएर होइन अनि माथि गएर भएको गराउनु भएको मम्मी त्यही त त्यहाँ नै मेरो जाउँ न पुऱ्याउनु साथीभाइहरू त्यहाँसम्म गएर नाचेर आउनु पाइन्थ्यो अरे बात पनि जानु पर्ला कसरी गएर यसो मिल्यो भने भयो भयो नि हेलो गाइज हामी प्रसाद खाएर बाहिर निस्किसक्यो अब घरतर्फ जाँदै हो हेर्नुहोस् कस्तो आनन्दले हावा लागेको यस्तो आनन्दले हिँड्नुपर्छ गाइज त्यसो नभएको छ एकछिन बाटो एकछिन खुसी हो रमाइलो आफैले गर्ने अर्को दिन होइन